धरानमा हिउँदको समयमा खानेपानीको स्रोत सुक्ने मुख्य समस्या छ। यदि सेउती वा सर्दुमा उपयुक्त स्थान छनौट गरी जलाशययुक्त बाँध निर्माण गर्ने हो भने वर्षातको खेर जाने पानीलाई सञ्चित गरेर सुक्खायाममा उपयोग गर्न सकिन्छ। यसले जमिनमुनिको पानी ग्राउन्ड वाटर माथिको निर्भरतालाई पनि कम गर्छ। 2. बहुआयामिक उपयोग मल्टिपर्पस बेनिफिट्स। पर्यटन प्रवर्धन। यस्तो विशाल बाँध र जलाशयले धरानमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सक्छ, जस्तै बोटिङ रिसोर्टहरू। वातावरणीय सुधार। जलाशयले स्थानीय तापक्रम सन्तुलनमा राख्न र चराचुरुङ्गीको वासस्थान सुधार गर्न मद्दत पुर्याउँछ। 3. मुख्य चुनौतीहरू र प्राविधिक पक्ष। तपाईले भन्नुभए चाहिँ यति ठुलो परियोजना कार्यान्वयन गर्न केही गम्भीर विषयमा ध्यान दिनु आवश्यक हुन्छ। भौगर्भिक अध्ययन जियोलोजिकल सर्वे। धरानको चुरे क्षेत्रको माटो र चट्टान कत्तिको बलियो छ भन्ने कुराले बाँधको आयु तय गर्छ। वातावरणीय प्रभाव EIA वनजङ्गल र जैविक विविधताको संरक्षण गर्दै विकास र प्रकृति बीचको सन्तुलन मिलाउनु चुनौतीपूर्ण हुन्छ। लगानी। यो एक ठूलो बजेटको योजना हुने भएकाले सङ्घीय सरकार वा वैदेशिक लगानीको आवश्यकता पर्न सक्छ। धरानमा हिउँदको समयमा खानेपानीको स्रोत सुक्ने मुख्य समस्या छ। यदि सेउती वा सर्दुमा उपयुक्त स्थान छनौट गरी जलाशययुक्त बाँध निर्माण गर्ने हो भने वर्षातको खेर जाने पानीलाई सञ्चित गरेर सुक्खायाममा उपयोग गर्न सकिन्छ। यसले जमिनमुनिको पानी ग्राउन्ड वाटर माथिको निर्भरतालाई पनि कम गर्छ। 2. बहुआयामिक उपयोग मल्टिपर्पस बेनिफिट्स। पर्यटन प्रवर्धन। यस्तो विशाल बाँध र जलाशयले धरानमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सक्छ, जस्तै बोटिङ रिसोर्टहरू। वातावरणीय सुधार। जलाशयले स्थानीय तापक्रम सन्तुलनमा राख्न र चराचुरुङ्गीको वासस्थान सुधार गर्न मद्दत पुर्याउँछ। 3. मुख्य चुनौतीहरू र प्राविधिक पक्ष। तपाईले भन्नुभए चाहिँ यति ठुलो परियोजना कार्यान्वयन गर्न केही गम्भीर विषयमा ध्यान दिनु आवश्यक हुन्छ। भौगर्भिक अध्ययन जियोलोजिकल सर्वे। धरानको चुरे क्षेत्रको माटो र चट्टान कत्तिको बलियो छ भन्ने कुराले बाँधको आयु तय गर्छ। वातावरणीय प्रभाव EIA वनजङ्गल र जैविक विविधताको संरक्षण गर्दै विकास र प्रकृति बीचको सन्तुलन मिलाउनु चुनौतीपूर्ण हुन्छ। लगानी। यो एक ठूलो बजेटको योजना हुने भएकाले सङ्घीय सरकार वा वैदेशिक लगानीको आवश्यकता पर्न सक्छ।